हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। र आज भने चाहिँ दसैँ है, सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु। र मेरो पनि सुरुवात भइसकेको छ बिहानीको हो। र आज त्यस्तो खासै केही पनि थिएन स्पेसल त, र पनि हामीले सोच्यौँ कि अब फ्यामिलीहरू मिलेर चाहिँ आफ्नो घरबाट के बनाएर लाने र हामी एउटै जग्गा बसेर खाने। मैले टिका पनि बनाएँ है, अब बाबाआमाको हेरेर सिकेको, जति जानेको त्यति नै अनुसारले मैले अब जे गर्नु थियो गरेँ होइन। अब खाली राख्नु भएन निधार र चाडबाडको बेलामा, अनि त्यही भएर घरलाई अहिले त सिँगार्नै पऱ्यो। अर्काको जग्गामा बसेको छौँ तर पनि आफ्नो घर जस्तो गरेर बसिसकेपछि माया हुँदो रहेछ होइन। र चाडबाड यसरी नै मनाउनुपर्छ भनेर मेरो आमाबाबुले सिकाउनु भएको थियो, र त्यसरी नै म चाहिँ जति जानेको हिसाबले गरेको छु। यहाँ चाहिँ त्यही हो, अब गोबरहरू पाउनु अलिक मुस्किल पर्छ, अर्काको जग्गामा बसेछु अप्ठ्यारो हुन्छ हो। र पनि हाम्रो यहाँनिर साथीभाइले ल्याएर चाहिँ मैले जे हो रीति त्यो चाहिँ मैले पुरा गरेँ है। र मैले पूजा पनि गरिसकेँ हेर्नुहोस्। र आफूले जति जान्दछु त्यही हिसाबले पूजा पनि गरिसकेँ। घरमा पनि पल्टनमा बसेर जति नै एस्टिमेट र कमाए पनि चाडबाडको बेलामा भने चाहिँ घरको याद आउँदो रहेछ। मेरो आमा बाबा, बोजू बाजे अनि बहिनी, बडाबडी सबैजनाको। यहाँ चाहिँ दाजु अरे, घरको दाजुलाई भेट्न आएको अरे। गजब बेइज्जती है। र हामीहरू चाहिँ नम्बरी हो होइन। अन्त हामी चाहिँ टिका लगायौँ साथी भएर। टिका लगाउन आएको अरे मेरो घरमा चाहिँ। खोइ ह्याप्पी दसैँ भनेको, ह्याप्पी दसैँ। आज भने चाहिँ मैले लाइफमा फर्स्ट टाइम कसैलाई टिका लगाएँ। नानीहरूलाई हुन्छ नि कि अब आफू पनि धेरै जिम्मेवारी भइसकेछु भन्ने महसुस हुँदै थियो मलाई पनि है। र सधैँ आफ्नो बाजे बोजू आमा बाउको हातबाट टिका लगाउनुमा झगडा गर्ने, बस्ने, जिस्किने, पैसाहरू सोच्ने मान्छे आज यसरी अब आफू ठुलो भएर नानीहरूलाई टिका लगाउँदाखेरि चाहिँ मलाई पनि धेरै राम्रो लागिरहेको थियो। लाइफ भनेको यस्तै हुँदो रहेछ, आफ्नो जिम्मेवारी आफूले नै बुझेर अगाडि बढ्दै जानुपर्ने रहेछ। पनि पालो चाहिँ मुद्दी दाइको घर गएँ र उहाँ गएर ठुलो बडा है, अब उहाँहरू नै हुनुहुन्छ, उहाँको हातको टिका लगाएँ। र यसरी नै आजको मेरो दसैँ चाहिँ कम्प्लिट भयो। होप तपाईँहरूलाई पनि राम्रो लाग्यो होला है। यसरी नै आउँदो दिनको सबै दशहराहरू यसरी मनाउन पाऊँ भनेर आशा रहेको छ। त्यही मेरो टाढामा रहनुभएको मेरो हस्बेन्ड जो कामले गर्दाखेरि अहिले पल्टनदेखिको बाहिर जानुभएको छ, उहाँसँग पनि अर्को सालसँगै टिका लगाउनु पाऊँ भनेर आशा रहेको छु। र सबैलाई यसरी नै ह्याप्पी दसैँ। थ्याङ्क यू फर वाचिङ।